पुल यति बनेको छ हेर्न सक्नुहुनेछ। बाटो डाइभर्ट गरेर तलबाट पुरानो पुलको बाटो बनाइएको छ। यो चाहिँ पुरानो बाटोको अवस्था हो। यो पुरानो बाटो भन्दा धेरै नै माथि उचालेर नयाँ बाटो बनाइएको रहेछ। तपाईहरुले यस भिडियोमा जयश्री पुल कति बनेको छ भनेर देख्न सक्नुहुनेछ। नमस्कार, आज पनि म अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यति बेला म जयश्री पुल माथि रहेको छु। यो मुगलिन नारायणगढ सडक खण्डमा धेरैवटा पुल बनिरहेका छन्। त्यसैमध्येको यो एक पुल रहेको छ। यो भन्दा अगाडिको भिडियोमा मैले गैंडाकोट आसपासमा पिच भइराखेको पिचको तयारी देखाइसकेको थिएँ। यद्यपि त्यो पिच अहिले सम्पन्न भइसकेको छ। दुवै साइडमा दायाँ र बायाँ साइडका पिचहरू चाहिँ सम्पन्न भइसकेको छ। अब छेउको नाला र बीचको डिभाइडरहरू बन्न बाँकी छ। त्यहाँको अपडेट त्यस्तो छ। मैले यहाँहरूलाई जानकारी गराएँ। यो मेरो अगाडिको भिडियोमा पनि हेर्न सक्नुहुनेछ तपाईहरुले त्यहाँको अवस्था कस्तो छ भनेर। अब यो जयश्री पुलको अवस्था बारे कुरा गर्नु पर्दाखेरि यता बाटो डाइभर्ट गरेर तलबाट पुरानो पुलको बाटो बनाइएको छ। जयश्री नजिकैको क्षेत्रमा बाटोको अवस्था यस्तो छ। जयश्री पुल नजिकैको क्षेत्रमा यो चाहिँ पुरानो बाटोको अवस्था हो। यो पुरानो बाटो भन्दा धेरै नै माथि उचालेर नयाँ बाटो बनाइएको रहेछ। तपाईहरुले अहिले देखिरहेको यो पुल चाहिँ पुरानो पुल हो। पहिलाको बाटो हुँदाखेरिको पुल यस्तो छ। बाटोको अवस्था बिजोग छ यहाँनिर। तपाईहरुले यस भिडियोमा जयश्री पुल कति बनेको छ भनेर देख्न सक्नुहुनेछ। आजको भिडियो यही पुलमा सकिनेछ। पुलबाटै सुरु भयो भनौँ। पुल यति बनेको छ हेर्न सक्नुहुनेछ। माथि लगभग तल्लो बेस कम्प्लिट भइसकेको जस्तो देखिन्छ यसो हेर्दाखेरि। अब माथि मात्र बाँकी रहेको जस्तो देखिन्छ सरसर्ती हेर्दाखेरि। यहाँको अवस्था पनि त्यस्तै नै छ। यो पुल बन्न अब सायद धेरै समय नलाग्ला। तर बिजोगको कुरा चाहिँ के छ भने, समस्याको कुरा चाहिँ के छ भने यो पुलमा अहिले काम भइराखेको चाहिँ देखिँदैन। कामदारहरू, काम गर्ने मानिसहरू हुनुहुन्न। पुल मात्रै छ। जस्तो छ त्यस्तै छ। हुन त यो मर्निङको समय पनि भएर पनि होला। तर यति बेला काम गर्ने मानिसहरू चाहिँ आइसक्नु पर्ने हो। लगभग 9 बज्न लागिसक्यो अहिले। यो बुटवल नारायणघाट सडकमा चाहिँ जहिले पनि भिडियो बनाउँदा अथवा हिँड्दाखेरि के देखिन्छ भने काम भइराखेकै देखिँदैन के। जहिले यस्तै हो। काम गरिराखेको, काममा चलिराखेको हुँदैन। त्यही भएर पनि यो बन्नलाई चाहिँ एकदम टाइम लागेको हो जस्तो लाग्छ मलाई। मान्छेहरू यसरी बिजोग तरिकाले हिँडिरहेछन्। पुरानो पुल हो। पुरानो पुल पनि त्यस्तो कामै नगर्ने अवस्थामा त होइन। तर ठिकै छ। पुरानो भइसकेको छ। बनेको छ यहाँ। यहाँनिर उताबाट आउने मान्छेहरू नझुक्युन् भनेर यसरी राखिएको त छ। तर यही नजिकै आएर राखिएको रहेछ यो। खासमा अलि उतै राखिदिएको भए मानिसहरूलाई सजिलो हुन्थ्यो।
कति मान्छेहरू चाहिँ उताबाट आएर यहाँ अजिलो बाटो अहिले तपाईँहरूले देख्नु भएको छ यहाँनिर लास्टै अजिलो छ यो बाटो चाहिँ तल झरिराखेका छन् अलिक पहिल्यै सजिलै ठाउँमा यस्तो बनाइदिएको यतापट्टि नजानुस् भनेर राखिदिएको भए राम्रो हुन्थ्यो बुटोल नारायणगढ सडक खण्डमा बन्दै गरेको पुल हो यो जयश्री पुल हो अघि मैले योभन्दा अगाडिको भिडियो चाहिँ उता बुटोलपट्टिको साइडबाट खिचेको छु भने अहिले चाहिँ यो तपाईँहरूले देख्न सक्नुहुन्छ यो नारायणगढपट्टिको साइड हो खासै ठुलो त छैन यो पुल अब यो पुल सरासर काम हुने हो भने मेबी 15-20 दिनमा कम्प्लिट नै हुन्छ होला तर काम गर्ने खासै मानिसहरू देखिएको छैन वर्करहरू छैनन् यहाँ यो चाहिँ नारायणगढपट्टिको साइड हो यस्तो छ तपाईँहरूले देख्न सक्नुहुनेछ यो चाहिँ जयश्री नारायणगढपट्टि साइडबाट इन्ट्री गर्ने ठाउँ हो जयश्री पुलको तपाईँहरूले तलपट्टि गाडीहरू गोडिरहेको देख्नुहुन्छ त्यो चाहिँ पुरानो बाटो हो पुरानो बाटो भत्काइएको छ दस्तै छ यो चाहिँ नयाँ बाटो यतापट्टि नयाँ बन्दैछ नयाँ बाटो पहिल्यैभन्दा धेरै नै उचालिएर बनाइएको छ यो बाटो चाहिँ धन्यवाद ल आजलाई यो भिडियो यहीँ अन्त्य गरौँ होला अब यता देखाउनु पर्दाखेरि चाहिँ यहाँबाट झन्डै 500 मिटर अगाडि गएपछि चाहिँ गैंडाकोट बजार सुरु हुन्छ गैंडाकोटको हुन्छ त्यहाँनिर जेसीबी देख्न सक्नुहुनेछ यहाँ काम भइराखेकै छ